अवस्थामा धेरैलाई कम्पनीको रिपोर्ट अध्ययन गर्न पनि अलिकति हम्मे नि पर्छ। केही लगानीकर्ताले चाहिँ मजाले नै हेर्नुहुन्छ। तपाईलाई के लाग्छ अहिले बैंक तथा वित्तीय संस्था र अन्य कम्पनीहरूको रिपोर्ट तपाईले सरसर्ती हेर्दा कस्ता प्रकृतिका कम्पनीहरू छन् तपाईको नजरमा? धन्यवाद। अब मेरो परिचय दिँदाखेरि उहाँले पुरानो चार्टर्ड एकाउन्ट भन्नुभयो, म वास्तवमा पुरानो भइसकेँ होइन। अब अहिलेको मार्केटमा मैले हेर्ने र मैले सुरुका दिनहरूमा जुन बेला म भर्खर सिए बनेर नेपाल आएँ, काठमाडौँमा बसेँ, त्यो बेलामा हेर्ने तरिकामा अलिक फरक छ। अहिले नयाँ नयाँ शब्दावली प्रयोग हुन्छन्, 72 घन्टा भन्छन् होइन। म जान्दिनँ त्यो 72 घन्टा। अब मेरो अभ्यास त कस्तो भएको हुन्छ भनेदेखि अलिकता खोजी गर्ने, खोजी गरेपछि यो चिज सफल हुन्छ, गर्न सकिन्छ, म्यानेज गर्न सकिन्छ भन्ने भएपछि साथीभाइ जुटाउने, अनि म्यानेज गर्ने मान्छे पनि जुटाउने र बरु कम्पनी नै चलाइदिने। ल बनोस् न एउटा प्रोजेक्ट, त्यो हो भने त्यो सबैले सेयरिङ गर्न पनि पाइन्छ। अब त्यसैको ब्यालेन्स सिट राम्रो बनाउने, त्यसैको प्रफिट एन्ड लस राम्रो बनाउने। अनि त्यसो भयो भने के हुन्छ अर्को भने यो नेप्सेको जुन त्यो के भन्छ क्यान्डल बन्छ नि, त्यो क्यान्डल राम्रो बन्छ। क्यान्डल राम्रो बनेपछि त हाम्रो अहिले हुँदै हुनुहुन्छ टिएहरू, अनि उहाँहरूले फेरि त्यसको प्रचार गरिदिनुहुन्छ, अनि हामी मासमा पुग्छ होइन। अब त्यसरी हेर्दै जाँदा अब कम्पनीहरू सब त्यही आधारमा हुने हुन् जस्तो लाग्छ। अहिलेको मार्केटमा मलाई भन्नुहुन्छ भने अब मलाई सबै यति धेरैवटा सेक्टर छन्, यति धेरैवटा 120वटा भन्दा बढी त 100वटा भन्दा बढी त हाइड्रोमा छन् कि मोटामोटी, नभए पनि पुग्न लाग्यो, सेन्चुरी क्रस गर्न लाग्यो, 20वटा ब्याङ्क छन्। यो सबै हेऱ्यो भने हेर्ने त आखिरी अल्टिमेटली गएर ब्यालेन्स सिट हो। अनि अझ अङ्ग्रेजीमा भन्नुहुन्छ नि एभ्रिथिङ बोइल्स डाउन टु क्यास। अल्टिमेटली सेयर भन्नुहोस्, प्रफिट भन्नुहोस्, डिभिडेन्ड भन्नुहोस्, बोनस सेयर भन्नुहोस्, जे भन्नुहोस्, जताबाट हेर्नुहोस् गएर क्यासमा हामीले कतिमा कन्भर्ट गर्न सक्छौँ भनेर हेर्ने हो। र अनुभवको कुरा गऱ्यो भने हजुरहरूले जहाँनिर चोट खानु भएको छैन अनुभव हुँदैन। कुनै बेला सेयरमा इन्भेस्ट गर्नुभयो भने त्यहाँ बेसरी नोक्सानी खानु पर्यो, साथीभाइलाई भन्न नमिल्ने, घरमा भन्न नमिल्ने, उकुस मुकुस हुने, अनि के गरौँ कसो गरौँ, कोसँग सेयर गऱ्यो भने तैँले यस्तो गरिस् बेकुफ भनेर गाली गर्लान् भन्ने पिर नबनाउँ भने अब 70-80% लगानी डुबिसक्यो, भन्नु कि नभन्नु। श्रीमतीलाईसम्म सेयर गर्न सकिनँ, बाबुआमा अगाडि त खै तर्केर हिँड्नुपर्ने स्थिति आउँछ। त्यो मैले भोगेछु। त्यो स्क्रिप्टै भन्नुपर्ने भन्नुहुन्छ। मलाई बोर्डलेस नेपालमा त्यस्तो भएको छ हजुर है, स्टक एक्सचेन्ज खुल्नुभन्दा अगाडिको कुरा। अनि त्यसरी अगाडि आउँदाखेरिका अनुभवहरूको आधारमा हामी के गरौँ भन्ने लाग्छ भनेदेखि त्यो जुन कम्पनी सोच्छौँ नि अलिकता खोजी स्टडी चाहिँ गरौँ, समय दिउँ। चार्टर्ड एकाउन्टेन्ट मान्छे एनालाइसिस गरेर किन्नुपर्ने सेयर 400मा किन्यो, 100 रुपियाँमा पुग्यो, कसलाई भन्न जाने? भन्यो भने त बेइज्जतै हुन्छ। कस्तो चार्टर्ड एकाउन्टेन्ट होस् भन्छन्, नपुगेर एटिबी कन्सल्टेन्ट, वर्ल्ड ब्याङ्क कन्सल्टेन्ट भएर काम गरिरहेको छु। कसैलाई थाहा छ ए कसैलाई भनिन। चितवन गएँ के अरे नारायणघाटमा, त्यो गोन्द्र्याङ हेड अफिस त्यहाँ थियो। बिहान बस चढेर गयो, दिउँसो त्यहाँको एमडीलाई भेट्यो, उसले अलिकता सान्त्वना दिन्छ, फर्केर आयो। 75% इन्भेस्टमेन्ट इरोड हुँदाखेरि के हुन्छ हजुर विचार गर्नुहोस्। तर उसँग बसेर जब म्यानेजमेन्टको बारेमा डिस्कस गरेँ नि, उसले केही कुराहरू बतायो, म पुर्न सकेँ। बिस्तारो त्यो सेयर 400बाट 100मा गएर बिस्तारो आयो, 800 पुग्दा त आधी बेचेँ। अनि अलिकता माथि गयो, सबै बेचेर निस्क्यो, बाबरे भर्खर पोल्दो रहेछ यसले भनेर। त्यति भएन भने अनुभव हुँदैन हजुर। सर किन्यो सधैँ राम्रो भयो भने त्यो अनुभव होइन। हामीहरूले पीडाहरू सहनुपर्छ अनि त्यहाँबाट सिक्नुपर्छ। अब त्यसको आधारमा भन्ने मैले हजुरहरूलाई के हो भने आजको डेटमा हजुरहरूले कुनै कम्पनी किन्नु छ भने खोजी गर्नुहोस्। किन्नुभन्दा अगाडि खोजी गर्नुहोस्। 10वटा कम्पनीमा खोजी गर्दा एउटा कम्पनी राम्रो भेट्न आउनु भने जित्नुभयो, जितिहाल्नुभयो, फरकै पर्दैन। त्यो अभ्यास चाहिँ हामीले बानी पार्नुपर्छ, 1 नम्बर त्यो। 2 नम्बर अरूले खोलेको कम्पनीमा गएर किन धेरैमा हामी मूल्यमा सेयर किन्ने? आज अरूले खोलेको कम्पनी 200, 400, 500, 1000 किन्नुभन्दा हजुरले 100 रुपियाँमै आफै डेभलपर, आफै प्रमोटर, आफै इन्भेस्टर भएर सुरु गरौँ न। यो गर्नुभयो भने 5 वर्ष 7 वर्षपछि त त्यही कम्पनी हजुरको बजारमा 500, 600, 700, 800, 900, 1000 रुपियाँको कम्पनी बन्छ त। त्यो क्षमता हामीले विकास गर्यो भने त्यो पर्मानेन्ट क्षमता हामीसित हुन्छ। काम गर्दाखेरि
जुन गाह्रो हुन्छ नि त्यसलाई मेहनत भन्ने हो, दुःख भन्ने होइन। एउटा विद्यार्थीले इक्जामको लागि तयारी गर्छ भने मेहनत गरे हो, त्यो दुःख होइन। एउटा खेलाडीले गेम जित्नको लागि जुन अभ्यास गर्छ रात बिहान साँझ, त्यो उसको मेहनत हो, त्यो दुःख होइन हजुर। दुःख त हामीले राम्रो गर्दा गर्दै पनि असफल भयो भने बल्ल दुःख लाग्छ क्या। त्यो बेला हेत तेरि यत्रो मेहनत गरेँ, सब ठिक थियो, तर आज म असफल भएँ, यो दुःखको कुरा हो होइन। मार्केट पनि त्यही हो। हामीले राम्रो तरिकाले काम गऱ्यो भने क्यान्डल बन्न थाल्छन्, बन्न थालिसकेपछि फेरि त्यसैको प्रचार हुन्छ, त्यसपछि फेरि मास आउँछ। ल हजुरहरूलाई अब मैले आफूले गरेको मेरो अनुभवको आधारमा यति बनाएँ। अब प्राविधिक पाटोमा त मैले के जान्दछु र, जान्दैन। प्राविधिक पाटोको लागि त सन्दीपजी हुनुहुन्छ, टिम छ, नयाँ नयाँ थ्योरीहरू आइरहेका छन्, अध्ययन गर्ने साथीहरूले स्टडी गर्नुभएको छ, नयाँ नयाँ थ्योरीहरू एडप्ट गर्नुभएको छ, प्र्याक्टिस गर्नुभएको छ डिफ्रेन्ट ठाउँबाट, ती हजुरहरूले स्टडी गर्नुहुन्छ। तर त्यसको जगमा चाहिँ हजुरहरूले कम्पनीको बारेमा खोजी या नयाँ प्रोजेक्ट आफूले ल्याउने या अरूले ल्याएकोमा मिसिने या भइरहेको मार्केटमा इन्भेस्ट गर्नु छ भने हजुर खोजी गरेर त्यसको भित्री कुराहरू अध्ययन गरिसकेपछि यसले आगामी दिनमा राम्रो गर्छ भने ठहर गर्नु हो भने जाने, होइन भने रोकिने। हाम्रो पुँजीलाई जोगाउनलाई त्यति गर्नुपर्छ।